जसरी गन्तव्यले कुरिरहेको हुन्छ त्यसरी नै हाम्रो जीवनको मृत्युले पनि कुरिरहेको हुन्छ। यात्राको सुरुवाती पलहरू निकै नै उत्साहपूर्ण र रोमाञ्चक हुन्छन्, तर गन्तव्यमा पुग्नु अघि के कस्ता सुख दुःख रमाइला नरमाइला पलहरू आउँछन् भन्ने कुरामा बिल्कुल अनजान रहन्छौँ। यस यात्राको क्रममा केही प्रिय मित्रहरू, केही प्रिय व्यक्तिहरूसँग भेट भएको हुन्छ र रमाइला पलहरू बिताउने अवसर पाएका हुन्छौँ। हामी छुट्टिनुपर्छ जो हामीले चाहेका हुँदैनौँ। हामी आफैसँग भइदिए हुने जस्तो लाग्छ, तर त्यो सम्भव हुँदैन। छुट्टिएर आफ्नो आफ्नो गन्तव्यतर्फ निस्किनु पर्ने हुन्छ र हामी अघि बढ्ने क्रममा केही अप्ठ्यारा बाटा, खुड्किला र समय आउँछन् जो हामी यात्रा तय गर्नु अघि अनजान हुन्छौँ। अप्ठ्यारा देखेर हामी एकैछिन अडिन्छौँ र लामो सास फेर्छौँ, सोच्छौँ अनि यो त गन्तव्यको आधा अंश मात्र हो, आत्तिनु हरेस खानु हुँदैन भनी पुनः गन्तव्यतर्फ अघि बढ्छौँ। यसरी नै हामी अघि बढिरहेका हुन्छौँ। जिन्दगीका कैयौँ बाटाहरूमा यात्रा चाहिँ कहिले सुखका पलहरू आएका हुन्छन् त कहिले दुःखका पलहरू जो हामीले सोचेका पनि हुँदैनौँ। यही पलहरूलाई साँच्ने प्रयास गरेका हुन्छौँ आफ्नो जिन्दगीको डायरीमा। यसरी नै अघि बढ्दा बढ्दै पत्तै हुँदैन हामी गन्तव्यको नजिक भनौँ, मृत्युको नजिक आइपुगेका छौँ भनेर। यहाँ भिडियोमा देखाए चाहिँ यात्राको जीवनको अन्तिम खुड्किलातिर अघि बढिरहेका हुन्छौँ, हिँडिरहेका हुन्छौँ। जति हेर्दा सहज लाग्छ जीवनको अन्त्य, त्यति नै कष्ट, असहज र पीडादायी हुन्छ। शरीरका अङ्ग अङ्ग थाकिसकेका हुन्छन्, गलिसकेका हुन्छन्। अब योभन्दा एक पाइला पनि सार्न सकिँदैन झैँ। हामीले आफ्नो अन्तलाई स्वीकार्दछौँ, अन्ततः यसै गरी नै हामी अन्तसम्म पुग्ने गर्दछौँ। जसरी गन्तव्यले कुरिरहेको हुन्छ त्यसरी नै हाम्रो जीवनको मृत्युले पनि कुरिरहेको हुन्छ। यस अन्तमा निकै नै आनन्दित हुन्छौँ, निकै खुसी हुन्छौँ, परम आनन्द प्राप्त हुन्छ, भारी मन हलुका हुन्छ। त्यो खुसी प्राप्त हुन्छ जो अन्तमा आइपुग्नेले मात्र महसुस गर्न पाएको हुन्छ। त्यसैले मलाई यात्रा निकै अर्थपूर्ण लाग्छ। यात्रा हाम्रो जीवनको ऐना हो, यसले हाम्रो जीवनलाई छर्लङ्ग पार्छ। हुन त जीवनको कुनै अर्थ छैन, हामीले जस्तो चाह्यो जे सोच्यो त्यही नै जीवन हो। र यो सबैलाई यसो फर्केर हेर्दा उत्साहीपूर्ण सुरुवात, प्रिय मित्रहरूसँगको भेटपछिको बिछोड, पुनः यात्रा अनि यात्रामा भएका अप्ठ्यारा पल, केही सुख दुःखका पल, असम्भव लाग्ने थकित यात्रा पछिको सुखद अन्त्य साँच्चै निकै रोमाञ्चक लाग्छ। यसरी नै जीवन बितेको हुन्छ।